Thank you, DCKC. Oh my god. Oh my god. DCKC in the house, guys. DCKC in the form, guys. Guys, कोई फॉर्म आउन नहीं यार गेम जिताना है लिएर आउँला नि फेरि सोफाको फर्म लिएर आउँला नि फेरि फर्म कुखुरा फर्ममा आउनु रे क्या कुखुरा फर्ममा आऊ रे होइन गेम जिताउनु यस्तो मसँग गेम जिताउँछ होला भन्नु त्यस्तो हिरो भनेर आउनु गयो हे भनेर होइन स्टाइलमा ल सगुन म तिम्रो लागि छु भनेर एकजना टक्क फेरि लाइन हान्दिएपछि त अनि त लाइन हान्नु पर्दैन गेम जित्दा हुन्छ लाइन हान्नु पर्दैन यसलाई यानी पो एलआई हान्नेहरू चाहिँ अलि टाढै बस्नु रे एलआई ओएन हानेर आउने के अरे हान्नेहरू चाहिँ आउनुहोस् रे नेपाली गजल अघि त गेम जित्नु बेलामा त्यस्तो छिटो रोजेको थिएँ अहिले त मान्छे गएको रोज कुनै रोज रोज हाल्न सबै भन्न सक्छ सगुनलाई नेपाली हो अरे क्या अझै भनौँ बिचरा पोल्ट्री फार्म छ होइन अब कुखुराको बिजनेस फस्टा छैन होला बर्ड फ्लू पनि नजिकै छ भन्ने कुराहरू सुनेको हावाहुरीको माहौल पनि छ चैत वैशाख उडाउँला फेरि कुखुरा मर्ला होइन गर्मीले गर्दाखेरि कुखुरा पनि स्यास्या हुन्छ नि त्यो किसिमका रोगहरूले कुखुरालाई नराम्रो होला त्यही भएर उहाँलाई पनि एउटा रोज दिँदा तपाईँहरूको केही चाहिँदैन हाम्रै नेपाली चेली हो थ्याङ्क यू ऋषिकेशी दिलीप तामाङ ओ क्या यार म त के हो यार खत्रै भन्छु क्या टिसिकेसी थ्याङ्क यू सो मच डिसिकेसी दाइ फर्ममा हुनुहुन्छ है धेरै समयपछि आउनुभएको दाइले आज भाइ तिमीलाई सपोर्ट धेरै कम छ भनेर दाइले आज मनिगन हानेर पैसाको गोली हानिदिनु भएको छ भनेपछि हेर सगुन चान्चु नि मान्छे हो त होइन नि त पैसाको गोली मनिगन गोली हानिदियो भनेपछि त अब त्यो गोलीमा हामी घायल किन नहोस् के सही हो गाइस सुरेश पो ब्याग दिनु न भन्नुभएको छ ब्याग मतलब झोला दिनु भने हो ब्याग दिनु रे के सौम्याजी वेलकम थ्याङ्क यू सो मच भन्यो मतलब के ब्याग भनेको चाहिँ के हो ब्याग भनेको त पछाडि हो पछाडि के अलि भएन नि त अलि शब्दको प्रयोग चाहिँ सही ढङ्गले गरौँ साथीहरू होइन फलो ब्याग भनौँ कि होइन यदि तपाईँहरूलाई फलो ब्याग दिनु मन छ भने त्यो किसिमका वर्डहरू युज गर्नुहोस् होइन भने ब्याग मात्रै भन्दाखेरि के हो थ्याङ्क यू राजवीर थ्याङ्क यू फर द रोज थ्याङ्क यू सो मच ओए कोइली पनि रहेछ त्यहाँ त अनि तिमी कहाँ बस्छौ यार जङ्गल नजिक छौ क्या हो यस्तो राम्रो गाउँघरको माहौलै छुट्टै हुन्छ यार मलाई पनि गाउँघरमा बस्न साह्रै मन छ तर के गर्नु यार यो ठाउँले कहिले उयो नगर्ने भयो क्या
यो ठाउँले मलाई कहिले पनि छोडेन रे यो ठाउँलाई मैले छोड्न मिल्दैन के गर्नु है सगुन त्यही भएर हो त्यही भएर हो स्नो You are the reason ठुम्क्या कस्तो मिठो यार मैले भन्दा मिठो गाएछ भने कोइलीले अनि सुने त नि तिमीलाई थाहै छैन हेडफोन कतिको भनेर गेस गेस 15 20,000 25,000 तिमीले के लाग्नु 25-30 हजारको हेडफोन बोकेर म गीत गाउँछु जस्तो लाग्छ क्या थोरै भयो त्यो महँगो पनि हुन्छ 50,000 60 70 80 1.5 लाखको हेडफोन हो यो तर यसमा 1,20,000 घटाउनु पर्छ अमर था प्राइस तय भयो मेरो यस ठिक निस्कनु भने चाहिँ 25 देखि 30 ल गाइज गीत सिट गाउँ होइन एक एउटा के गर्नु सगुनजीलाई पनि गीत सुनाऊ अब के गर्नु मिठो मिठो